नमस्कार है साथीहरू सबैजनालाई नमस्कार। म एउटा कुरा गर्न गइरहेको छु, ध्यान दिएर सुन्नु होला र तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। कुरा के हो भने हिजो अस्तिबाट यो नेपालमा 25 करोड काण्ड छ्याप्छ्याप्दै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। र मैले नबुझेको कुरा, सबै कुरा त बुझिसकेँ, तर नबुझेको कुरा के हो भने यति धेरै पैसा छ, यत्रो 25 करोड भन्दा पनि अझ धेरै पैसा छ। तर यति धेरै पैसा नेपाली रुपैयाँ चाहिँ छैन के। नेपाली रुपैयाँ मतलब नेपाली नोटहरू चाहिँ छैन के। त्यहाँ देखाए अनुसार, त्यहाँ भिडियोमा देखाए अनुसार सबै युरो डलर अनि अमेरिकन डलर लगायतका धेरै चाहिँ विदेशका नोटहरू मात्रै देखियो। खासमा चाहिँ यो नोटहरू चाहिँ यति धेरै चाहिँ कहाँबाट जम्मा भयो होला कि यतिका डलरहरू। यो चोर्ने मान्छेले, यो लुट्ने मान्छेले अथवा कतै पनि पठाउन लागेको मान्छेले यो नेपाल सरकारको, नेपाल राष्ट्र ब्याङ्कबाट त पक्कै पनि लिएन होला। यो पैसा आयो चाहिँ कहाँबाट, कसले चाहिँ नेपाल भित्रायो सबैभन्दा पहिला, यो कुरा चाहिँ मलाई एकदमै डाउट लागिरहेको छ कि। खासमा चाहिँ यतिका डलर पैसा चाहिँ कसले जम्मा गरेर राखेको थियो होला, कहाँ थियो होला, कसरी भित्राए नेपालमा यत्रो पैसा। यदि कानुनी रूपमै यत्रो पैसा आएको हुन्थ्यो भने त नेपाल सरकारको, नेपाल राष्ट्र ब्याङ्कमा हुनुपर्ने होइन र यो पैसा चाहिँ नेपालमा पनि कुनै न कुनै माध्यम यस्तै तस्करीबाटै आएको हुनुपर्छ। अब यो भने छानबिनमा निस्किन्छ कि निस्किन्न भन्ने कुरा चाहिँ एकदमै गम्भीर कुरा छ है त साथीहरू। र साथीहरू तपाईँलाई कस्तो लाग्छ, यो पैसा चाहिँ कसरी आयो होला? पक्कै पनि नेपालको सरकारी अथोरिटीमा त आएको होइन जस्तो चाहिँ लाग्छ है मलाई। तपाईँहरूको विचार कस्तो छ कमेन्ट गर्नु होला।